केसमा सुन्दरीमा ए सबभन्दा राम्रो जसको हात्ती हुन्छ त्यो जित्छ होइन वेलकम ब्याक टु आवर थर्ड ब्लग इन चितवन है अनि चितवनमा छ अनि अहिले चाहिँ हामी गर्ल्स होस्टेल जाँदैछौँ आज चाहिँ हामी के अरे सफारी गर्न जाँदैछौँ है अगाडि चाहिँ भाइहरू छ पछाडि हाम्रो केटाहरू छ सबैजना अनि सरहरू हुनुहुन्छ अनि हामी चाहिँ होइन अगाडि जाँदैछु यस्तो छ यहाँको भ्यू है बजाऊ गीत बजाउँदै जाउँ हामी चाहिँ अहिले गर्ल्स होस्टेल जाँदैछु गर्ल्सको होस्टेल जाँदैछु अनि हेर्नुहोस् जिपहरू छ अहिले एकछिनमा चाहिँ हामी यो जिप सफारी गर्नेछ अनि यहाँतिर चाहिँ यस्तो छ यहाँको भ्यू है चिसो छ अहिले पगी लागिरहेछ यहाँ चाहिँ बारीहरू रहेछ तर आज चाहिँ सबैजना चाहिँ अलिक ढिलाइ हुन्थ्यो कि हिजो बसमा त्यत्रो चलेर होला अनि त्यत्रो नाचहरू हेर्नु थका लागेर चाहिँ सबैजना चाहिँ सुते आज चाहिँ अलिक ढिलाइ उठ्यो सबैजना अनि त्यसरी अलिक ढिलाइ भइसक्यो कसले यो नाच्दै जाउँ Here I come. टिकटक बनाउँदैछ है गाइस and then start and अगाडि सबैजना गइसक्यो जाउँ छिटो जाउँ अब चाहिँ हामी होटेल चाहिँ आइपुग्न लाग्यो गर्ल्स होटेल है हजुर जाउँ कस्तो जाडो हो आज त प्रगतिशील टोल विकास संस्था राति धेरै खायो क्या नाच सुमन के अरे मुनमा खाना क्या कस्तो जाडो क्या आज त है अनि हिजो चाहिँ कति बजी सुत्यो नि 6 बजीतिर त्यही ए 6 बजी सुत्यो उठाए सुतेको थियो 2 बजे ए 2 बजे सुतेको यार म चाहिँ हिजो चाँडै सुतेको थिएँ किनभने हिजो जाडो थियो जाडो पनि थियो अनि त्यसपछि यहाँ चाहिँ जिपहरू छ हामी यही जिपमा जाने होला होइन हामी चाहिँ एकछिनमा लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु है हामी चाहिँ एकछिनमा यही जिपमा अपलोड गर्नुहुन्छ यही जिपमा हामी जाने हो जिप चाहिँ यस्तो छ कहाँ यहाँ जाने होइन ए होइन हामी चाहिँ केटीहरू भएको होटेलमा आइसक्यो है गर्ल्सको होटेल चाहिँ यस्तो थियो है एडभेन्चर रिजोर्ट थियो यस्तो जाडो कता एउटै बाटो होइन हिजो राति चाहिँ हामीले खिचेको थियो फोटोहरू यस्तो खतरा छ नि दामी भित्र छ सबैजना
हामी जब भित्र ब्याकेटै हाल्ने हो हालौँ न हामी ब्याकेटै हालिदिउँ है ब्याकेट हालौँ भित्र प्याक छ भित्रमै त गाइस हामी चाहिँ अब जिप सवारी हान्नुलाई यहाँ जिपहरू छ है सबैजना हेलो गरिदियो सबैतिर भाइहरू हेलो गऱ्यो हेलो है हामी चाहिँ अब जान्ला श्रेया चाहिँ एक्लै केटी भयो लगिहाल्यो श्रेयालाई होइन सबजना केटा छ श्रेया एक्लै केटी भएको छ जान्छु जान्छु बालाई बालाई श्रेया अब चाहिँ हामी जिप सवारी कलाएर अभी मजा आएगा ना भिड़ गाइस अब चाहिँ हामी अनि के पिकअप गर्ने त अब जङ्गल जाने भित्र बताइदिउँ भने सिधा त यहाँ एउटा रिजर्ट हुन्छ खतरावाला अमित यहाँ अमित आइज भने सुनासँग छ के अब आइसक्यो आएपछि ओ खिच्यो अलि कोही किन्यो के जम्न जमजम जिममा यसरी बसेर गाई चितवन है जिप सवारी कम कलाएर जब चिरो गेट चिरो गेट ओ भाइ खतरा पोखरी रहेछ है यहाँ ठुलो किन म बनाएर बबाल बबाल तिमीहरूलाई कस्तो लागेको छ लो हामी चाहिँ अब गेट छिर्यो है राइनोको यहाँ दुईटा मूर्ति रहेछ ठुल्ठुलो हामी सबलाई अब छिर्यो सर्टकट होला नि त सर्टकट
बसौँ 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 पछाडि आइरहेको छ जिप आइरहेछ सर चाहिँ हाम्रो त्यहाँलाई बस्दै हुन्छ राकेश सर अनि यता यस्तो जाडो छ मजा गाइस मजा जाडो आयो तर रोड आइपुग्यो त फेरि अगाडि चाहिँ बसमा वेट गऱ्यो भएर के किन्यो भएर ढिला भयो यस्तो डेन्जर भ्यू छ अब चाहिँ हामी जङ्गलभित्र छिर्छौँ अहिले चाहिँ जङ्गल एरिया छिर्छौँ सवारी पर्छ सबै जङ्गल है अब चाहिँ छिर्यो हामी अब छिर्यो हामी हुन्छ होला है गाडीमै गाइडहरू होला यहाँ चाहिँ यिनीहरू चाहिँ सबैजना अब चाहिँ एकछिन रोक्यो होला है सबैजना अब हामी यहाँ इन्ट्री गर्छौँ भित्र गाइडरहरू छ है ठिक छ अब यसलाई पज गरेँ मैले फेरि आउँला अब चाहिँ हामी जङ्गल जाने एउटा खोला रहेछ है बोल्न पाउँदैन अहिले नयाँ उत्पादन भन्न लागेको रहेछ नेपाली अब हामी जङ्गलभित्र भइसक्यो बाटो जस्तै छ ग्रामीणको त्यही भएर मैले अघि पनि भनेको थिएँ फेरि पनि लास्ट टाइम सम्झाउँदैछु आफ्नो सामानको ख्याल आफूले राख्नु पछि हरायो झऱ्यो खस्यो है डियर छ है डियर यस ए तल उसमा गाउँमा हेर्दा फिल्डमा हेर त तलपट्टि हेर्नुहोस् है डियर स्पटेड डियर है स्पेसिस अफ डियर यो जरायो होइन यसलाई हरिण भनिन्छ जरायो छुट्टै हरिण छुट्टै मृग छुट्टै बारसिंह छुट्टै सबै यसको कलर साइज अनुसार सो यसलाई स्पटेड डियर भनिन्छ लाइन कलरमा सेतो सेतो स्पट भएको यसलाई चित्तल भनिन्छ यसको ठेट नाम चित्तल हो तर हरिण भन्ने गर्छ है र सेम साइडमै माथि रुखमा टपमा हेर्नुहोस् त इगल बसिरहेको छ देख्नुभयो त्यो सार्पेन्ट इगल यसलाई सार्पेन्ट इगल भनिन्छ यहाँ चाहिँ फरक 7 प्रकारको इगलहरू पाइन्छ त्यसमध्ये हामीले चाहिँ एउटा प्रकारलाई चाहिँ एउटा स्पेसिसलाई हामीले स्पोर्ट गऱ्यौँ जसलाई उयो माथि सार्पेन्ट इगल भनिन्छ जसलाई नेपालीमा चाहिँ काकाकुल भनिन्छ काकाकुल है यस्तो जमिनको पानीहरू नपिउने बर्खाको पानी पिउने र साथसाथै यिनीहरू चाहिँ ठुल्ठुलो रुखहरूमा चाहिँ होल परेको हुन्छ नि त्यसमा जम्मा रहेको पानीहरू चाहिँ यो सर्पेन्ट इगलले पिउने गर्छ र यसको मेन फुड भनेको चाहिँ स्नेक्सहरू यसले चाहिँ साँपहरू खाने गर्छ सँगसँगै कुखुराको चल्लाहरू टिप्ने गर्छ नि यही इगल स्पेसिस अफ इगल सो क्रेस्टेड सर्पेन्ट इगल सँगसँगै हामीले स्पटेड लिएर स्पट गरेको सबैले बाटोमा कुनै पनि चल्न नहुँदैन है साइड स्पट गर्नलाई जरुरी लेफ्ट साइडको लेफ्ट साइडको स्पट गर्ने राइटको राइटको स्पट गर्ने केही चिज देख्यो भने मलाई भन्ने जानकारी दिने अहिले यहाँ जङ्गल छ है हस् हाम्रो
चाहिँ यहाँ गाइड हुनुहुन्छ अनि यता चाहिँ जानुहुन्छ है त बनिन्छ भर्खर हामी इगल सँगसँगै डियर हेरेको थियो नि यही स्पेसिसको डियरलाई स्पट गरेको थियो बेसिकली यो स्पटेड डियर चाहिँ ग्रुपमा बस्छ अरू डियर भन्दा एकदम ब्युटिफुल देखिन्छ फेरि र बाघको मुख्य आहार भनेको फेरि यही हो बाघको फेभरेट फुड भन्छ नि पसन्दिदा खाना भन्छ नि हिन्दीमा सो यही स्पटेड डियरलाई मारेर खाने गर्छ यो जङ्गलको इकोसिस्टम नै हो एकले अर्कालाई मारेर खाने है त स्पटेड डियर कस्तो भन्छ बल्छरामले सधैँ खोज्छ एन्टलस भएको भनेको चाहिँ यही डियरकै स्पेसिसमा चाहिँ मेल र फिमेल छुट्याउने आधार हुन् जस्तो अहिले हामी एन्टलस भएको देख्यौँ नि यो चाहिँ मेल हो मेलको एन्टलस हुन्छ सिङ हुन्छ फिमेलमा हुँदैन अघि हामीले हेरेको फिमेल हो त्यो सिङ थिएन त्यसमा सिङ छ मेल स्पेसिस है यो स्पटेड डियरकै मेल हो यानि कि यसलाई भाले हरिण अथवा भाले चित्तल भनिन्छ है स्पटेड डियर मेल र बेसिकली पोथी र भाले भन्ने मात्रै हो यिनीहरू पनि फेभरेट फुड अफ द टाइगर डियर दिस इज गाइस डियर छैन भने त फिमेल हो भनेर मात्रै हजुर हामी अझै जङ्गलभित्र जाँदैछौँ प्रजाति हो है यो साम्बर भनिन्छ फेरि यसलाई साम्बर डियर खोइ कहाँ छ देखेनौ यही रुखको अगाडि हेर न सिधा पछाडि साम्बर भनेको डियर नै हो सो डियर स्पेसिसको सबभन्दा लार्जेस्ट डियर स्पेसिस भनेको यही नै हो जुन हेर्दाखेरि गाईको बाछो बाछी जस्तै देख्छ भैँसीको पाडो पाडो जस्तै देखिन्छ साइजमा सबभन्दा बिगर साइज हो एसिया कन्टिनेन्टकै सबभन्दा बिगर साइजको डियर हो है यसलाई चाहिँ साम्बर भनिन्छ जसलाई नेपालीमा जरायो भनिन्छ यो हो असली जरायो तर हामी थाहा नभएकोलाई सिङ भएको जरायो नभएको मृग भन्ने चलन छ त्यो होइन स्पेसिस डिफ्रेन्ट हुन्छ मैले भनिहालेँ है र यो चाहिँ साम्बर हो यसलाई जरायो भनिन्छ यानि यो सिङ नभएको फिमेल हो यो पोथी जरायो है यो ग्रुपमा हुँदैन यसको ग्रुप हुँदैन है यसको ग्रुप हुँदैन प्रायः बस्नु भनेको एकले ब्रिडिङ टाइममा मात्रै भाले पोथी लाग्ने बेला मात्रै प्रायः छुट्टा छुट्टै बस्छ अहिले चाहिँ आफ्नो चुप्पल देख्यो भने दुईवटा या तिनवटासम्म देख्छ बेसिकली सिङ्गल बस्छ 600भन्दा माथिको प्रजातिहरू रेकर्ड गरिएको छ त्यसमध्ये अहिले हामी जुन घुमिरहेछौँ वेटल्यान्ड साइड यो एरियामा किङफिसर है गाइस किङफिसर है चराको प्रजातिहरू धेरै नै देखिने गर्छ सो अहिले हामी स्पट गरिरहेको यसलाई चाहिँ स्ट्रक बेल किङफिसर भनिन्छ किङफिसर मध्येको सबभन्दा ठुलो फोटो है पछाडि डार्क ब्लू कलर हुन्छ गर्दनमा गोल्डन कलर हुन्छ है स्ट्रक बेल किङफिसर माछा खाने गरुड चरा रहेछ है यहाँनिर वेटल्यान्डमा हेर्नुहोस् त रामनगर छ वेटल्यान्डमा देख्नुभयो चराहरू थुप्रै त्यहाँनिर स्ट्रकहरू है स्ट्रक स्पेसिस अफ स्ट्रक जस्तो नेपालमा फरक 7 प्रजातिको स्ट्रकहरू पाइन्छ भने हामी एउटा स्पेसिसलाई स्पट गऱ्यौँ जसलाई जसको नेपाली नाम है स्पेसली वेटल्यान्ड साइडमा बस्ने स्ट्रकहरू र यो स्ट्रकको स्पेसली
माछा नि खान्छ नि पानी पानी पछाडि ब्याग 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 इगल छ इगल सुरुमा हामीले स्टार्टिङमा हेरेको जुन रुखको टपमा हेरेको त तल सर्पेन्ट इगल काका खोल उडेर गयो है सर्पेन्ट इगल भन्छ है काका को भनेको कस्तो लागिरहेको छ मजा आएर वेलपेल साइड विश्व संसार क्षेत्र 20,000 तालको नजिक है नान्सा साइडमा 63 ताल मध्येको एउटा ताल 20,000 ले जसलाई 20,000 ताल भनिन्छ विश्व संसार क्षेत्र ओ ये ओ ओ जानवर गराएको नै आउँछ रहेछ चितवनको सबभन्दा ठुलो ताल हजुर चितवन जिल्लामा यो चाहिँ चितवनको सबभन्दा ठुलो के अरे ताले लेखेको है मयूर हो मयूर लेफ्ट साइडमा हेलो आवाज नगर आवाज गर्नु हुँदैन डियरहरू है स्पटेड डियर चित्तल हरिण ओके ग्रेट बडा है त भयो एकछिन भिडियोलाई पज गर्नुहोस् फेरि अर्को नयाँ चेक लट अफ डियर्स हरिणहरू दुवै साइडमा एउटै के गर्दैन रहेछ डियर है गाइस डियर त्यसको अगाडिपट्टि डियर छ पछाडि राइनो है जुम गर्न जुम आयो पिक्चर क्वालिटी पनि राम्रो छैन अझै जुम गर्दा भाइ 10x त्यो राइनोकै बच्चा हो कि डियरै हो डियर हो डियर हो ओइ तेरो जुम गर्न दुईटा रहेछ Oh, there is two rhino. सानो बच्चा नि रहेछ राइट साइडमा बच्चा छ है त्यसको डियर पनि हो डियर पनि छ बच्चा नि छ यतापट्टिको चाहिँ यो बच्चा हो कि उयो यो डियर हो यतापट्टिको चाहिँ हो है त्यो अगाडिपट्टिको डियर हो नि त्यो डियर हो त अगाडिपट्टिको साइडमा चाहिँ दुईटा माउरो बच्चा रहेछ कि है हिडिरा रहेछ झनै टाढा गइरहेको रहेछ उतातिर जाँदै गइरहेको राइनो राइनो गएडा तिमीहरू मदर विथ बेबी है औषधि भन्छ स्ट्रङली
सर्क अब निस्किन्छ इगल इगल यो अर्को खाली इगललाई अघिको सर्पेन्ट इगल भनेको थियो यो ग्रे हेडेड फिस इगल यसको टाउको चाहिँ खैरो हुन्छ नि खैरो खालको हुन्छ बाल्ड इगल। तलपट्टि भागमा यसको छातीमा सेतो खालको हुन्छ है यो चाहिँ स्पेसली माछाको लागि वर्क गरेपछि माछै हो हेर मलाहाचिर भन्छ कि फिस इगल भनेको चाहिँ माछा मार्ने मलाहा इगल है गाइस इगल माछाको लागि शिकारको लागि बसिरहेको छ ग्रे हेडेड फिस इगल फिस इगल वेटिङ फर फिस जङ्गल में मङ्गल के अरे त्यो एउटा कुन काठको आउँछ जङ्गलमा बसेर के अरे मोग्ली बन्दियो मलाई आऊ आऊ जङ्गल बिहार पनि छ पिकअप पनि पिकक्स है पिकक्स भन्ने बित्तिकै भालेलाई भनिन्छ पिकक्स पोथीलाई पिहेन भनिन्छ भाले भन्ने बित्तिकै कलरवाला बुझ्नुपर्छ पोथीको कलर हुँदैन कलरलेस है यो देखिएको भाले पिकक जसको छाती र घाँटीमा ब्लू कलर हुन्छ डार्क ब्लू कलरमा चाहिँ त्यस्तो हुँदैन मेलमा चाहिँ कलरवाला हुन्छ कलरफुल हस् हस् सर्वदैतिर जानु भएन गर्मी महिनामा आउने गर्छ गाइस अब चाहिँ हामी होइन मान्छे खाने बाघहरू जान लाग्यो जिपहरू चाहिँ सबै यता हालेर होइन अब चाहिँ हामी अगाडि जान्छौँ अब चाहिँ बाघ है त अलि अगाडि जाऊँ त्यहाँ चाहिँ साउन्ड निकाल्नु मिल्दैन बाघ चाहिँ के देख्यो नि अहिलेसम्म मयूर देख्यो भाइ मैले मयूर हेरेँ अब चाहिँ हामी बाघ हेर्न जाँदैछु है त बिस्तारै हिँड्नु मन गरायो अब हामी के झन् केटीहरूकोमा त कोही पनि परेको छैन पिन्जराको भित्र हालेको छ अरे अब हामी पिन्जराभित्र खोल्नु पर्यो मान्छे खाने बाघ रे के अगाडि जाँदैछु मुभ मुभ अब हामी जाँदैछु भिडियोलाई लाइक गरिदिनु होला है तर कस्तो जाडो भएको थियो यार अघि त्यो कुदाउँदाखेरि आमामा है रोडमा अनि हामी मात्रै होला यार चिच्चाउँदै गएको मेरो त घाँटी किन रोक्यो फेरि फोटो खिच्नुपर्छ किनभने फोटो खिच्दा एउटा बागाउनु पर्छ क्या छ बस्दै तन्ने पुरा जङ्गल एरिया बच्चासँग हिँड्ने मान्छे होइन हामी बच्चासँग हिँड्नु पानी छैन किनभने हामी सिनियर हो मस्त जोक मारा रे हामी स्कुलमै चिडियाखाना छ किन चिडियाखाना आउनु पऱ्यो होइन जिराफ छ के छ अनि जेब्रा नि डेन्जरसँग भनेर भालु नि छ रातो भालु आर यु कमेडी मी अनि जेब्रा नि छ त भयो चुप पनि छ। चुप चुप के भन्ने डाङ्ग्रे नि छ डाइनोसर छ भनेर चाहिँ कुरै सक्यो नि अब डाङ्ग्रे छ डाइनोसर चाहिँ अलिक पछाडिबाट उता नुजलसँग हिँड्दा कालो भालुसँग गोरिलासँग हिँड्दा रहेछ ल अब खै कति हिँड्नु हौ यहाँ चाहिँ पुरा जङ्गल रहेछ है यहीँबाट जङ्गलेर आउनु बेर छैन हजुर गडा तेरो सोर्स क्या र अनि ओ आयो 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 गाइस आयो ऊ देखिस् यो पिन्जरामा चाहिँ त्यो पिन्जरामा चाहिँ के छ बाघ छ बाघ कोही छैन तर थाहा हो छैन छ हो भने त राम्रो हुन्छ ए तर हामी चाहिँ त्यहाँ चढेर हेर्नु पर्दा रहेछ यो बाघले मैले हेरेँ रे टिकटकतिर यो बाघले चाहिँ कति मान्छे खाइसकेको रहेछ कि अनि यो चाहिँ डेन्जर कराउँछ कि है करायो भने कसम मजा आउँथ्यो यार लड्की
ए लडकी मारे तर अब भिडियोमा देख्छ त्यो चाहिँ मलाई थाहा भएन किनभने यो पिन्जरामा छ त्यहीबाट हेर्नु मिल्दैन ओ पिन्जरा मोती यिनीहरूलाई नि यही पिन्जरामै हालिदिनु पर्ने होइन यिनीहरूलाई चाहिँ एक घाँस हड्डी राख्दैन यिनीहरू हड्डी र गन्ध पनि राख्छ हड्डी भयो पो हड्डी राखेर तर क्लासमा सबै मासु त यिनीहरूको है हामी चाहिँ अब उयो यता चढेर जाउँ न यार बरु भित्र गएर हेरिदिउँ लास्टमा चाहिँ बिरालो राखेर बिरालोहरू के लास्टमा चाहिँ बाघ चाहिँ माथि जाने रहेछ बिरालो देखाइदिएको कतिवटा भएको छ तिनवटा के हो एउटा मात्रै हो अनि किन चाहिँ अनि कहाँ तँलाई सजाएर हाल्छ त ऐट बाघ हेर्नु त गाइस बाघ जम खै त्यो केटी हो यस्तो हल्का बाघ त के हो मोरे क्या हो बाघ त टोक्दैन बाघ चाहिँ त्यहाँ भयो बिरालो जस्तो रहेछ बाघले के खान्छ रे यसले मान्छे खायो भने होइन कति खारे बाघले खसी खान्छ र खसी कतिवटा मान्छे खारे यसले खसी खान्छ भने चाहिँ उसलाई भने जस्तो लाग्छ फेरि हे ऐसा लगा मेरा मजाक ओ गइदियो त अगाडि ओए ओ बाघ उठ्न उठेर एकचोटि करा त ओ कराइदियो त एकचोटि एउटा मात्रै हो मजाले सुतिरह पेट बिलाउ आउँछ त कस्तो कहाँ जान्छ र बिचरामा एक्सपिरियन्स मान्छे क्या ल के देखाइरहेको छ यार हामीलाई त यो क्रिपेस्टलाई मतलब त्यो हो रोजन हो के अरे म जस्तो रहेछ रे सेम यार अनुहार चाहिँ यो बाघ हेर्ने काम छ तल लजाइ क्या हटौँ ए ठाउँ छोड देखेर लजाए जस्तो छ है बाघ लजायो हामी देखेर तँलाई फेलाउँ न हल्लाएर देखा त भाइ तँलाई फेलाउँ न A few moments later. गाइस हामी चाहिँ अब चितवनको सबभन्दा ठुलो टाउनमा आइपुग्यो है ताल चाहिँ कति गयो भाइ खै यसरी डुब्की लगा न हेरौँ एउटा ढुङ्गा फालेर हेर त एउटा ढुङ्गा फालेर डुब्छ कि डुब्दैन बेकार ल्याएको अलिक उतासम्म जाउँ यत्रो टाइटमा बुवा आएर बुवा लगाएर तर कत्रो ठुलो होइन खतरा हो कति रमाइलो है आहा रमाइलो फोटो खिच्नु देखा ल फोटो खिच्ने हो खिचेर फेरि धेरै अब फोटो खिचेर हेर्छौँ है त हामी चाहिँदैन हिरा चाहिँदैन मोदी चाहिँदैन सम्पत्ति ए मलाई चक्क माया देऊ मलाई चक्क माया देऊ गाइस हामी चाहिँ अब हात्ती सेन्टर आइसक्यो अनि हात्ती सेन्टर त हो नि अगाडि चाहिँ हात्ती छ है खै हात्ती देखेन त खै हात्ती कहाँ गयो देख्न आफ्नो नाम निराते हामी चाहिँ अब हात्ती सेन्टर
आइसक्यो है तर हात्ती देखे उता रहेछ हात्ती एउटा हात्ती त कसम के अरे माला लगाएर थियो भने ओए यो त कसम सङ्गीतले ल्याएला हाम्रो चोरेर लग्यो के त्यो चक्लेट के त्यसको सङ्गीले ल्याएको सङ्गीतले ल्याए चोरेर ल्याए छ्या त्यो यस्तो मेला फेरि सधैँ लाग्दैन नि त त्यो मेला पनि लागेको बेला यहाँ चाहिँ मेला होइन त्यसपछि अलि अगाडि जाउँ हात्ती छ त अगाडि के यहाँ ट्याटुन बनाउनुहुन्छ ए यति वाला के त किडीहरूले बनाउँछ त किडी हो जम्नु हात्ती छुन्न रोनाल्डो त मेल हात्ती है गाइस त्यो हात्ती राम्रो रहेछ कि म्यामतिर जाउँ न त है त्यसमा धेरै कलर गर्नु ओ फुल्यो हात्तीले पैसा दियो हात्तीले पैसा लिनु है हात्ती त रहेछ हात्ती दिउँ मेरो चाहिँ फर्स्ट टाइम हात्ती चाहिँ के केसमा सुन्दरीमा ए सबभन्दा राम्रो जुन जसको हात्ती हुन्छ त्यो जित्छ होइन कता ओए ओए उता जानु किन यति हो हामी नहेर्ने ल यस्तो त भएन नि यार सो गाइस अब चाहिँ हामीले हात्ती हेर्न पाएन हामी चाहिँ अब फर्किनु पर्यो अरे है कहाँबाट बोलायो छोडिदियो छोडिदियो छोड्यो हामी हात्ती हेर्न पाएन तर कस्तो मजाले गएको ऊ We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger. Run away and embrace the day. The sun is out. गाइस हामी चाहिँ कहाँ पुग्यो अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यो कता हो हामी चाहिँ यो हाम्रो दुईटा गाडीहरू चाहिँ आएको छैन हाम्रो दुईटा गाडीहरू चाहिँ आएको छैन अनि अहिले चाहिँ हामी फेरि यो के अरे यो ठाउँको नाम के अरे यो के अरे ठकाली होइन यो
ठकाली खाना होटेल हो कि रेस्टुरेन्ट हो हामी त्यहाँ गएर बस्छ अब फेरि एकछिन जबसम्म अघि गाडी आउँदैन तबसम्म खै त राइट ओ यहाँ छ ठकाली खाना है हाम्रो ब्रेकफास्ट चाहिँ यहीँ गरेको थिएँ ओ ल केटो आन्टी ओ भिडियो जाऊँ वासरुम छ केटाहरू सबैजना यहाँ चाहिँ जबसम्म कस्तो गाह्रो भएको थियो टाउको यस्तो दुखेको थियो नि अझै बाँकी छ हामी घर पुग्न अझै लाग्छ होला 2-3 घन्टा लाग्छ होला तबसम्म हामी यहाँ चाहिँ बस है एउटा बस आइपुग्यो रे स्कुल आइपुग्यो हमको सिखा रिया है भोइस डेन्जर सुकेछ उसको उयो अगाडिको चाहिँ हाम्रो स्कुल हो है उयो अगाडिको यो गाइस हाम्रो स्कुल हो फाइनली स्कुल पुग्यो बल्ल बल्ल ओए सुमन पक बल्ल स्कुल पुग्यो है के हेबाट जाने अब स्कुल कस्तो ईश्वर ल हेबाट जाने हो हामी ल बाई बाई ल बाई बाई ल बाई ल आज परे टुर पनि सक्यो ल जम्मै जम आइस तेरो सबै तेरो घाँटी सुक्यो ए मेरो गाडी सुक्यो Take the next left onto Sangla Road. अब स्कुलमा गएर नाच्ने होइन त स्कुल आइपुग्यो हो हाम्रो स्कुल अगाडि स्कुल आयो Continue for 1 kilometer. आइपुग्यो रे स्कुल आइपुग्यो भोइस त हमको सिखा रिया है भोइस डेन्जर सुकेछ उसको उयो अगाडिको चाहिँ हाम्रो स्कुल हो है उयो अगाडिको यो गाइस हाम्रो स्कुल हो फाइनली स्कुल पुग्यो बल्ल बल्ल ओए सुमन पक बल्ल स्कुल पुग्यो है के हेबाट जाने अब स्कुल कस्तो ईश्वर ल हेबाट जाने हो हामी ल बाई बाई ल बाई बाई ल बाई ल आज परे टुर पनि सक्यो ल
जम आइस फाइनली गाइज हामी चाहिँ काठमाडौँ आइसक्यो अनि स्कुल पनि आइसक्यो होइन अनि अब हामी सबैजना चाहिँ अब के अरे घर जानु लाग्यो है कस्तो लाग्यो तँलाई यो ट्रिपहरू भन्दै त्यसो कुरा आयो आयुष कस्तो लाग्यो टुर तँलाई कस्तो लाग्यो सो फाइनली टुर पनि सक्यो है 3 दिनको टुर आमा यिनीहरू यस्तो उफ्रेको नि बसमा आमा मलाई चाहिँ म हिजो 2 दिनदेखि उफ्रे भएर होला आज चाहिँ लास्ट उफ्रिरहेको थियो यिनीहरू चाहिँ सबजना उफ्रिरहेको थियो सो अगाडि अरूहरू पनि छ है हाम्रो यो चाहिँ हाम्रो स्कुल बस थियो के थियो यो हाम्रो टुर बस थियो है यो चाहिँ हाम्रो टुर बस थियो के गर्नु लाग्यो घुमाउनु लाग्यो क्या हो किन गरेर एकछिन जाउँ छिटो जाउँ यहाँ चाहिँ मनिष सरहरू हुनुहुन्छ बसभित्र है यो बस घुमाउनु लाँदैछ अनि अब फाइनली अब घर जाँदैछ हामी चाहिँ घर चाहिँ आइपुग्यो मेरो त घर आइपुग्यो भने चाहिँ आइपुग्यो भने नि हुन्छ भोलि स्कुल आउने भोलि बिदा हो भन्छ क्या ओ गाइस भोलि बिदा पनि छ है त सो फाइनली होइन हामी अब गर्दा नि आम्बो यस्तो सुस्ती म भोलि उठै हुँदैन है यस्तो निन्द्रा लाग्थ्यो नि कस्तो भने तर रमाइलो त लास्ट रमाइलो भयो है सो गाइस आजको लागि यति नै होइन यति हजुरहरूलाई राम्रो लाग्यो भने लाइक गरिदिनु होला सेयर गरिदिनु अनि के गर्नु सब्सक्राइब गरिदिनु है त तलतिर कमेन्ट पनि यसो कमेन्ट पनि गरिदिनु होला है त अनि भिडियो पनि हेरिदिनु है त ल